Hello everyone. So आज चाहिँ मैले गोरुको मासु शुद्ध नेपालीमा बिफ है पकाउँदैछु। मेरो साथीले खानुहुन्छ अरे मुला हालेर। यसमा धेरै खासै त केही पनि हालेको छुइनँ। टमाटर, प्याज, जिरा अनि अदुवा अनि लसुन हालेर ग्रेभी टाइप खानुहुन्छ अरे, अनि त्यही ग्रेभी टाइप बनाएर बनाउँदैछु। यताको त खै यो के भन्छ कलरै दिमागमा आएन हौ। हाम्रोतिर यस्तो मजाले पकायो भने अब यस्तो मजाले कलर आउँछ। यताको त खै कलरै के हो यो, बुझ्नै नसकिने। पकाउँदैछु, भाँडा पनि छ धुनु अलिकति। हाय जिजस, थाकेको बेलामा पाकेको केरा भनेको यही हो। बिफ चाहिँ मैले नखाएको धेरै भइसकेको थियो नि त, धेरै भन्दा पनि धेरै। कति वर्ष नै भयो, 2-3 वर्ष नै जब म दार्जिलिङबाट यता आएको थिएँ है, त्यहाँदेखि नै नखाएको। अनि आज चाहिँ बल्ल 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 कति बात पर्क पनि पाउँछ पाउनु त यहाँ, तर एउटा मान्छेलाई फोन गर्नुपर्छ, त्यो मान्छेले ल्याइदिन्छ, पठाइदिन्छ दोकानबाट। पकाइ तुल्याइ हुँदैछ मेरो त। आज ड्युटी थिएन त होइन, विक अफ जस्तै बसेको। अब बसेको आज बसेको दिन चाहिँ यस्तो गरेर सुन्नु मनपर्छ क्या, पकाउँदाखेरि चाहिँ जे पनि मलाई चाहिँ त्यसरी सुनेर पकाउने बानी छ। पहिला मसलालाई मजाले पकाउने, अनि पछि मासु हालेर यसलाई पकाउनुपर्छ। यो यसमा नअटेको हो खासमा चाहिँ लाग्छ हौ म त। अब एकछिन उमाल्ने, पछि बिफ खासमा यो कुकरमा पकाउने खालके मासु छ है, हड्डी धेरै। तर साथीले चाहिँ कुकरमा पकाएको होइन अरे, कराईमा पकाएको खानै भन्छ। त्यही भएर ठिकै छ भनेर पनि जेसुकै होस् भनेर कराईमै नै पकाइदिउँ, पाके पाक्छ, नपाके पाक्दैन। बिफ चाहिँ पाक्नु अलिक टाइम पनि लाग्छ नि त, अनि अल्छी पनि लाग्छ खास त। भनौँ न भने चाहिँ गर्मी यति धेरै छ, त्यो गर्मीमा पकाउनु गाह्रो हुन्छ। र पनि के गर्नु, साथीभाइको लागि गर्नै परिहाल्छ। उनीहरूले छुट्टी बसेको बेलामा हामीलाई पकाइदेऊ है भनेर भनेको बेलामा पकाइदिन्छ। अनि के गर्ने त, परदेशको जिन्दगी यस्तै हो। उनीहरू छुट्टी बस्दा म पकाउने, म छुट्टी बस्दा उनीहरूले पकाइदिने, उनीहरू छुट्टी बस्दा मलाई अर्डर दिने, त्यही हो साथीमा त्यतिकै हो। अब यसलाई एकछिन पकाएर कति लेस ओइलमा पकाएको मैले चाहिँ है, किनभने मलाई अलिकति कोलेस्ट्रोल पनि छ, त्यही भएर। मेरो गाना के भयो फेरि, चेलेले छ। अनि आज लुगाहरू धोएँ अलिअलि। अनि यो चाहिँ मेरो बेड, बक्स थार भएको बक्स, थार भएको गाडी किन्नु नसके पनि थार भएको बक्स यस्तै हो। चेलेले छ, गत्ती गइरहेको छ आफ्नो घरको त, घर सफा गरेको आज। गर्मी भयो गर्मी।
फर्स्टदेखि नै गरौँ भनेको थिएँ भिडियो, तर यहाँ के गर्दा है त्यतिकै भइहाल्यो। मसलाई पाकेको जस्तो लागेको छैन कि मलाई चाहिँ। हालिदिउँ होला होइन। सो हालिदियो मासुलाई। अब यता घुमाइ पकाउनु पर्छ अब यसलाई चाहिँ। अब तपाईँहरूले चाहिँ कसरी पकाउँछ, म चाहिँ यसरी पकाउँछु। कतिले पहिला मासुलाई फ्राई गरेर पनि पकाउँछ है, तर मलाई चाहिँ यसरी पकाएको मनपर्छ। मसला पहिला धेरै मसलालाई पकाएर त्यहाँबाट मासु माथिबाट हालेर यसरी लटक्कै है। भोक पनि लागिरहेको छ, तर के गर्नु, साथीहरू ढिलाउँछ, पर्खिनुपर्छ। अगाडि खाएर बस्नु भएको छैन। अब मलाई त यताको कलरै मन पर्दैन सब्जीको, त्यही भएर खाना पकाउनु पनि मनै लाग्दैन साँच्ची भनेको। किनभने अब यतातिरको कलर नमिलेको हो कि कलर, रङ खोर्सानीको कलर पनि हाम्रोतिर त कस्तो मजाको आउँछ, यता त खै के हो केही बुझ्नै सक्दिनँ म यताको। त्यही भएर किचन धेरै पस्दिनँ पनि म, अल्छी लाग्छ। अब आफूले भनेको जस्तो भएन भने दिमागै खराब हुन्छ। अनि मैले अलिकति अजिना मटर हालेको है, त्यो चाहिँ देखाउन सकिनँ किनभने हात खाली भएन। अब भरे खान्दा गर्छु ल, बताइदिइहालेँ अब कसरी पकाउनु पर्ने। अब चाहिँ भरे मलाई सबै काम आउनु चाहिँ आउँछ, तर अलिकति अल्छी टाइपको छु, त्यही भएर ल अब चाहिँ भने मजाले पकाइदिने हो। अनि मलाई खास भनौँ भने चाहिँ बेसनमा भाँडा एउटा पनि मन पर्दैन। बेसन चाहिँ एकदम सफा हुनुपर्ने, भाँडा जुठो मन पर्दैन। तर यो चाहिँ हिजो दुध पकाएर त्यो डढेछ र त्यसलाई भिजाइराखेको छु, अनि बिहान धुपको भाँडा यतिकै छ। ल अब भरे खाँदाखेरि भिडियो बनाउनु पाएँ भने बनाउँछु है।